सो हेलो गाइस, आज म बनाउने भएको छु यो 2026 वर्ल्ड कपको मेरो लागि बेस्ट 11 है त यो। सो हाम्रो फर्मेसन हुनेवाला छ 4-2-3-1 फर्मेसन है त। सो यसमा 4वटा डिफेन्स, 2टा डिफेन्सिभ मिडफिल्डर, अनि एउटा अट्याकिङ मिड, लेफ्ट विङ्गर, राइट विङ्गर र स्ट्राइकर है त। सो एज अ गोलकिपर मैले यहाँ छान्ने भनेको अर्को कोही होइन, फोजहिनहालाई चुज गर्नेवाला छु बिकज दिस वाज केप भर्डेज फर्स्ट एभर वर्ल्ड कप। र जसरी केप भर्डेको लागि उनले खेलिरहेको थिए, हि वाज एक्स्ट्रा अर्डिनरी है। र प्लस अब उनी सिमोन किन दिएन बिकज गोल्डन ग्लोभ जितेको छ भनेर भन्नुभयो होला। द रिजन मैले उनी सिमोनलाई अलिकति दिएन किनभनेदेखि स्पेनको डिफेन्सै राम्रो थियो, त्यो कारणले गर्दाखेरि चाहिँ उनले धेरै सट्सहरू रोक्नु परेन, त्यति उनलाई थ्रेट भएन क्या। सो त्यो कारणले गर्दा चाहिँ उनी सिमोनलाई म दिनँ, भोजिनालाई दिन्छु है त। सो राइट ब्याकमा मैले अरू कोही पनि भेटिनँ, सो त्यो कारणले गर्दाखेरि मैले पेद्रो पोरोलाई नै दिनुपर्ने भयो बिकज अरू कोही पनि छैन। त्यस्तो कोही राम्रो खेल्छ, पेद्रो पोरो हेज बिन कन्सिस्टेन्ट थ्रु आउट द टुर्नामेन्ट, राम्रो खेलिरहेको छ। सो अर्को मेरो फर्स्ट सेन्टर ब्याक इज गोइङ टु बी नन अदर देन पाओ कुबार्सी है त। भर्खर 19 वर्षको ठिटो यस्तो राम्रो डिफेन्स गरिरहेको छ, जुन पार्टनरसिप विथ लापोर्ट हि हेज बवाल। अनि प्लस लाइन ब्रेकिङ पासेसहरू जुन म्याचुरिटी देखेर छन्, 18 वर्ष 19 वर्षको उमेरमा यिनले अन द बल कम्फर्ट भएको होइन। सो एक्स्ट्रा अर्डिनरी छ, त्यो कारणले गर्दा कुबार्सी भनिन्छ। यदि कसैले लापोर्ट दिन चाहनुहुन्छ भने इट्स ओके। अर्को सेन्टर ब्याक पार्टनर अफ कुबार्सी भनेको चाहिँ मैले राख्ने छु क्रिस्टियन रोमेरो है त। अब कतिजनाले लिजान्ड्रो मार्टिनेज भन्नु होला, तर मैले रिजन रोमेरोलाई किन चुज गरेको भने हि वाज गुड डिफेन्सिभली पनि, तर जब जब अर्जेन्टिनालाई गोल चाहिरहेको हुन्थ्यो नि, त्यो बेलामा चाहिँ कुटी रोमेरो अपोनेन्ट हाफ पुगेर एरियल थ्रेटहरू बनिरहेको हुन्थ्यो क्या। सो त्यो कारणले गर्दा चाहिँ म रोमेरोलाई चुज गर्ने छु। यदि तपाईँले लिजान्ड्रो मार्टिनेज राख्नुहुन्छ भने नि इट्स ओके भन्नेमा। वी गो फर द लेफ्ट ब्याक पोजिसन है। लेफ्ट ब्याक पोजिसनमा मैले अरू कोही पनि देखिनँ एक धेरै कन्सिस्टेन्सी दिएको। सो कुकुरेलाई नै दिन्छु, हि वाज कन्सिस्टेन्ट, प्लेइङ गुड होइन। स्पेन्स भन्ला, तर स्पेन्स थ्रु आउट द टुर्नामेन्ट राम्रो थिएन। आई थिङ्क यस डिआर कङ्गो उसलाई सब गरेर राइसलाई खेलाइरहेको थियो क्यारे है। सो राइसलाई एज अ लेफ्ट ब्याक राइट ब्याक छिराइदिएको थियो। सो त्यहाँबाट बुझिन्छ नि हि वाजन्ट गुड थ्रु आउट द टुर्नामेन्ट। दो नकआउट स्टेजेसमा गएर उसले अलिकति राम्रो खेल्यो, राम्रो पर्फर्मेन्स गर्यो, बट स्टिल कुकुरे वाज गुड थ्रु आउट द टुर्नामेन्ट है। मिडफिल्डर इज गोइङ टु बी डिफेन्सिभ मिडफिल्डर इज गोइङ टु बी रद्री है त। रद्री किन भनेदेखि हि हेज डन एक्सेप्सनल जब एट स्पेन है त। सो स्पेनको लागि एकदमै राम्रो गरिरहेको थियो, मिडफिल्ड एकदम बवाल खेलिरहेको थियो, जुन कन्ट्रोल उनले मिडफिल्डमा ल्याएको थियो, हि वाज एक्सलेन्ट है त। पार्टनर विथ रड्री इज गोइङ टु बी लियान्द्रो पारादेस है त। सबैजना टुवा पनि कि यहाँ अरू नै हुनुपर्छ भनेर भनिरहेको नो, आई थिङ्क लियानो पारादेस इज द बेस्ट प्लेयर अलङ विथ रड्री दिस वर्ल्ड कप है त। किनभनेदेखि इन डिफेन्सिभ मिडफिल्ड है, फेरि इन डिफेन्सिभ मिडफिल्ड। सो गेम 2-2 ड्र भइरहेको थियो इजिप्टसँग अर्जेन्टिनाको, र सडनली काउन्टरमा गइरहेको थियो होइन इजिप्ट। सो गेम 3v1 परिरहेको थियो। सडनली पारदेश एकजना मात्रै छ, 3वटा इजिप्टको प्लेयरहरू आइसक्यो, उसले त्यो बेलामा एउटा ट्याकल हान्यो, त्यो बल विन गरिदिन्छ क्या। नकआउट टुर्नामेन्ट छ, गेम 82 मिनट्समा छ, 3v1 परिरहेको छ, पास दिँदाखेरि हि गट द ट्याकल, हि गट द बल क्या, बल रोकिदिएको थियो। इट वाज भेरी गुड है, एकदमै एक्स्ट्रा अर्डिनरी ट्याकल थियो। डु गो वाच इट है। सो एट लेफ्ट विङ इज गोइङ टु बी नदर देन एम्बाप्पे, किलियन एम्बाप्पे, गोल्डन बुट विनर, टप स्कोर अफ दिस वर्ल्ड कप। मैले केही भनिरहनु जरुरत छैन एम्बाप्पेको लागि है। सो देयर यु गो। सो मैले यहाँ चाहिँ हाम्रो क्याम्पमा चाहिँ 2टा प्लेयरलाई सुट गर्छ है त। सो यो 2टा प्लेयर मात्रै तपाईँ जो राख्नुहुन्छ नि ओके। सो यसमा इदर जुड बेलिङम अर माइकल ओलिसे है त। यदि तपाईँले जुड बेलिङम राख्नुहुन्छ भने पनि मलाई ठिकै छ, यहाँ ओलिसे राख्नुहुन्छ भने पनि मलाई ठिकै छ। किनभनेदेखि दिस टु हेभ बिन एक्स्ट्रा अर्डिनरी दिस सिजन है त। जसरी असिस्ट निकालिरहेको थियो ओलिसेले, आई थिङ्क यो एउटा वर्ल्ड कप टुर्नामेन्टमा धेरै असिस्ट दिने भनेको ओलिसे नै हो क्या अरे, 7 असिस्ट जति दिएको थियो क्या अरे। अनि जुड बेलिङम जसरी सेकेन्ड स्ट्राइकर, स्याडो स्ट्राइकर जसरी खेलिरहेको थियो, र हि वाज पपिङ इन्टु द एरिया एन्ड स्कोरिङ गोल्स बबाल। सो इफ यु आर चुजिङ बिट्विन जुड, त्यो पनि मलाई ठिक छ। इफ यु आर पुटिङ माइकल ओलिसे, स्टिल इट इज ओके है फर मी। सो राइट विङ्गर हामीलाई मैले भनिरहनु पर्दैन राइट विङ्गर को हुन्छ भनेर। सो इज गोइङ टु बी द ग्रेटेस्ट एथलिट अफ अल टाइम, द ग्रेटेस्ट प्लेयर टु एभर ग्रेस द फिल्ड। हिज कतिले जनाले उनलाई भगवान पनि भन्छन्। हिज नो अदर देन लेओ मेस्सी है त। हाम्रो स्ट्राइकरमा इट्स गोइङ टु बी नट अदर देन क्रिस्टियानो नो इट्स गोइङ टु बी हालान्ड अर केन है त। जसरी हालान्डले त्यो नर्वेलाई तान्दा थियो नि, र जुन स्क्वाडको स्ट्रेन्थ थियो, इङ्ल्यान्ड ह्याड बेटर स्क्वाड देन नर्वे, बट स्टिल जसरी हालान्डले त्यो स्क्वाडलाई माथि लिएर आउन सकिन्, जसरी माथि उनी पुऱ्याए, त्यो गर्दा चाहिँ आई थिङ्क हालान्ड इज बेटर देन केन एट दिस वर्ल्ड कप
है प्लस 7 गोल हाने के अरे यो टुर्नामेन्टमा एन्ड केनसँग 5 गोल है कति छ के अरे दिस इज गोइङ टु बी माई बेस्ट 11 अफ दिस वर्ल्ड कप है त गाइस